यता आरती पिँढीमा बसिरहेकी थिइन्। त्यत्तिकैमा त्यहाँ मुकेश र मुना आरती भएको ठाउँमा आएर, आरती तिमीलाई सन्चै छ? उता माइततिर कस्तो छ भन्दै त्यहाँ मुनाले आरतीलाई प्रश्न गरेपछि उतातिर पनि ठिकै छ दिदी, एकछिन पर्खिनु है भन्दै आरती भित्र गएकी थिइन्। भित्रबाट आरतीले सेलरोटी ल्याएर मुनालाई दिएपछि मुनाले आरती तिमीलाई आमाले बोलाउनु भएको छ भन्दै प्रश्न गरेपछि दिदी आमाले किन बोलाउनु भएको रहेछ भन्दै यता आरतीले पनि मुनालाई प्रश्न गरेपछि खोइ आरती मलाई त केही थाहा छैन, तर आमाले बोलाएर ल्याऊ भनेको छ भन्दै मुना त्यहाँबाट घरतर्फ फर्किन लागेकी थिइन्। त्यत्तिकैमा मुकेशले भाउजू पर्खिनुस् त, म पनि तपाईसँगै जान्छु भनेपछि बाबु तपाईँ एकछिन आरतीसँग कुरा गरेर आउनु न भनेका मात्र के थिइन्। योसँग मेरो केही कुरा गर्नु छैन भाउजू भन्दै मुकेश पनि मुनासँगै घरमा गएका हुन्छन्। बाटोमा जाँदै गर्दा त्यहाँ सन्देश पनि आरतीलाई खोज्दै आएका हुन्छन्। त्यत्तिकैमा त्यहाँ सन्देश र मुनाको जम्का भेट भएपछि सन्देशले मुनालाई आँखा तरेका हुन्छन् भने यता मुनाले पनि सन्देशलाई आँखा तरेकी हुन्छन्। त्यत्तिकैमा त्यहाँ सन्देश, दधिराम, किस्ने, आरती सबै एकै ठाउँमा भेट भएपछि त्यहाँ उनीहरू छलफल गरिरहेपछि यता मुना रिसाउँदै आरती तिमीलाई आमाले बोलाउनु भएको छ, छिटो हिँड त भनेपछि को आमा कसको आमा, मेरो आमा त माइतीमै हुनुहुन्छ भन्दै त्यहाँ किस्ने, दधिराम, आरती र सन्देश हाँसेका हुन्छन् भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्त नमस्ते, जय नेपाल, बाई बाई।